WKF सिरिज ए जुन मलेसियामा अहिले भइरहेछ, हामी यहीँ छौँ अहिले, त्यसको सहभागिताको विषयमा 2-4वटा प्रश्न उठेको छ। त्यो विषयमा जानकारी त मैले हिजै दिनु पर्थ्यो, अस्ति दिनु पर्थ्यो, तर हामी ट्राभल अस्तिको दिन बल्ल आइपुग्यौँ र हिजो रजिस्ट्रेसन तथा वेइङ र टाइसिट ड्र विभिन्न मिटिङ, कोचेस मिटिङहरूको कारणले गर्दा हिजो मैले यो मेसेज लेख्न पाइनँ। मेसेज लेख्यो भने लामो हुन्छ, नेपालीमा टाइप गरेर मलाई त्यति आउँदैन र त्यही भएर भिडियो नै गर्दा बेटर हुन्छ भनेर मैले चाहिँ यो भिडियो आज बनाउँदैछु। कृपया सुनिदिनु होला, अलि लामो हुनसक्छ है। अब यो जुन सानो मैयाको अहिले यो सहभागिता विषयमा एम्बेसीले भिसा दिएन अथवा नदिएको अथवा ढिले भएको भन्ने विषयमा चाहिँ क्वेसनहरू रेज भएको छ। त्यो क्वेसन्सहरूको विषयमा चाहिँ अलिकति भन्न चाहन्छु म। सबभन्दा पहिलो त सानो मैयालाई मैले विगतको धेरै लामो समय अगाडिदेखि चिन्छु, जो सङ्घरत्न हाम्रो दाइको डोजोमा ट्रेनिङ गर्दै गर्दादेखिको अहिलेसम्मको दिनसम्म मैले उसलाई न्याय दिइरहेको छु। भेरी पोटेन्सियल प्लेयर। हिजोको दिनमा डोजोको अवस्थामा उसलाई गाह्रो साह्रो हुँदाखेरि हामी सबैले आफ्नो ठाउँबाट कसैले आवाज लिएर, कसैले हात लिएर सहयोग गरेका हौँ। त्यो सहयोग गर्ने मध्ये म पनि एक हो, यो थाहा छ सबैलाई। र अहिलेको सहभागिताको विषयमा चाहिँ के भएको हो भन्ने कुरा अलिकति प्रश्न चाहे म। सानो मायाको जुन अहिले उज्बेकिस्तानमा जुन उसको AKF एसियन च्याम्पियनसिपमा सहभागिता जनायो, सबभन्दा पहिले त म यो काइरो इजिप्टको उसको सहभागिताको अलिकति कुरा गर्न चाहे। सहभागिता जुन जनाइसकेपछि, जुन उज्बेकिस्तानको एसियन च्याम्पियनसिपमा सहभागिता जनाएपछि सी इज भेरी एक्सलेन्ट प्लेयर, एकदम राम्रो गर्यो, जसको कारणले गर्दाखेरि 5th पोजिसन सिनियर AKFमा 5th पोजिसनसम्म पुग्यो काँतामा, फिमेल काँतामा। अन्त वर्ल्डको नम्बर 1 ऱ्याङ्किङ ग्रेस लाउसँग पराजित भइसकेपछि सेमिफाइनलमा, त्यो हामी सबैलाई थाहा छ। त्यस पछाडि वर्ल्ड च्याम्पियनसिप जुन काइरोमा इजिप्टमा हुँदैछ, त्यसको लागि नेपाल कराटे फेडरेसनको पोटेन्सियल प्लेयरहरूको लिस्टमा ऊ पनि थियो र सबै नेसनल प्लेयरहरूको नाम लिस्ट हामीले WKFलाई जानकारी गराउँदाखेरि बाई लक उसको नाम WKFबाट सिफारिस भयो हो। र यो अगस्ततिरकै कुरा होला, सायद अगस्ततिरको कुरा हो, अगस्त मिडतिरको जस्तो लाग्छ, 15-16 एक्ज्याक्ट डेट त मलाई थाहा छैन, तर अगस्त 15-16को कुरा हो। त्यतिखेर चाहिँ WKFले एउटा इमेल पठाएको रहेछ, जहाँ चाहिँ नेपालबाट हामी सानो माया थिङलाई चाहिँ वर्ल्ड च्याम्पियनसिपको लागि छनौट गरेको छौँ, तिमीहरूको कन्फर्मेसन के छ भनेर इमेल पठाएको रहेछ। जुन इमेल चाहिँ नेपाल कराटे महासङ्घको अध्यक्ष युवराज लामा गुरुकोमा हरेक इमेल उहाँकोमा जान्छ, अथवा एडमिन, यसको नेपाल कराटे फेडरेसनको एडमिन कोही हुनुहुन्छ, किशोर भट्टराई दाइलाई थाहा छ, त्यो कुरा मलाई थाहा छैन, उहाँकोमा जान्छ। उहाँबाट चाहिँ त्यतिखेर सायद शब्दबाटै हामी कुनै गेम भइरहेको थियो, त्यतिखेर युवराज लामा गुरुले सानो मायाको यसरी कन्फर्मेसन आएछ, यो चाहिँ तुरुन्त गरिहालौँ भनेर विदिन 5 मिनटमा हामीले त्यहीँ सिग्नेचर गरेर, त्यहीँ प्रिन्ट गरेर, त्यहीँ गरेर त्यो WKFमा फेरि पुनः पठायौँ। पछि त्यस पछाडि चाहिँ सानो मायाको इजिप्टको कन्फर्मेसन भएको र पछि रजिस्ट्रेसन ओपन हुने बित्तिकै पहिल्यै हामीले चाहिँ सानो माया थिङको चाहिँ रजिस्ट्रेसन गरेको इजिप्टको विषयमा। र अहिले WKF सिरिज A को विषयमा चाहिँ के हो कुरा भने, पहिला अब हामी जति पनि नेसनल टिमको प्लेयर्सहरू छ, उनीहरूको एसेम्ब्लीमा कुनै पनि टुर्नामेन्ट आउनुभन्दा अगाडि हामीले के जानकारी गराउने गरेको छौँ भने उनीहरूलाई यस्तो टुर्नामेन्ट आउँदैछ, अब फाइनेन्सियली रूपमा थाहा छैन, कराते महासङ्घले सहयोग गर्छ कि गर्दैन अथवा खेलकुद परिषदले सहयोग गर्छ कि गर्दैन भन्ने कुरा, तर यस्तो टुर्नामेन्ट आउँदैछ, जो इन्ट्रेस्टेड छ तिमीहरू चाहिँ आफू खेल्न सक्छौ, तिमीहरूको विषयमा चाहिँ कराते महासङ्घलाई हामी सिफारिस गर्न सक्छौँ भनेर हामीले कोचहरूले जानकारी गराउने गरेको छौँ हरेक टुर्नामेन्टको अघि, चाहे त्यो ओपन च्याम्पियनसिप होस्, चाहे त्यो अफिसियल च्याम्पियनसिप होस्। यो WKF जुन सिरिज A हुँदैछ, यो विषयमा पनि हामीले यसरी नै जानकारी गराएका थियौँ। र यो सिरिज A चाहिँ हजुरको कस्तो भने, कुनै पनि देशबाट एकजना मात्रै प्रतिनिधित्व गर्न पाउने होइन, यसमा चाहिँ एउटा देशबाट एउटा वेट क्याटेगोरीमा 2जना, 3जना, 4जना, 5जना लिमिटेसन छैन। 96 जना इन्ट्री गर्न पाउँछ जम्मा संसारभरिबाट, त्यो भित्र पर्यो भने त्यो इन्ट्री गर्न पाइन्छ। र यसरी नै हामीले उनीहरूलाई पनि भनेको थियौँ। र उनीहरू सुरुमा मोहम्मद सिखो आलम अनि तेन्जिङ शेर्पा, राष्ट्रिय टिमको खेलाडीहरू, तेन्जिङ शेर्पा, सानो माया थिङ, सबिना, के भन्छ वर्षा, एरिका, उनीहरू सहभागी जनाउने इच्छा जाहेर गरेर सेल्फ फाइनेन्सले पनि हामी जान्छौँ भन्ने कुरा गरेर, र बाहिरकोबाट पनि जस्तो मसँग सम्पर्क भएको मध्येमा सन्तोष चामलिङ भाइले मलाई सम्पर्क गर्नुभएको थियो, मैले महासङ्घमा जानकारी गराउनु, महासङ्घले बाट आएपछि दर्ता हुन्छ भनेर उहाँले महासङ्घमा जानकारी गराउनु भयो। त्यसरी नै
हामीले उहाँको नाम पनि दर्ता गरेको थियौँ होइन। यसरी जो मसँग सम्पर्क भयो मैले महासंघबाट आऊ भनेर भन्ने गरेको छु अहिले पनि जति पनि टुर्नामेन्टहरूमा। त्यही भएर महासंघले नै दर्ता गराउने हो यो कुरा चाहिँ होइन। यसमा लिमिटेसन छैन मेरो यो खेलाडी एकजना मात्र पाउने 2 जना मात्र पाउने भन्ने कुराहरू छैन। त्यसरी दर्ता गर्ने प्रक्रियामा यतिजनाको दर्ता गरेर पछि केही कारणवशले चाहिँ मोहम्मद सिको आलम र तेन्जिङ शेर्पा हामी नजाने गुरु भनेपछि उहाँहरूको नाम क्यान्सल गरेको स्टिल हिजोको दिनसम्म चाहिँ सानुमाया र सन्तोष चामलिङको नाम पनि यसमा सहभागिता थियो के अरे रेजिस्ट्रेसन थियो। हिजो बल्ल रेजिस्ट्रेसनमा उनीहरूको एग्रिडेसन थियो। अब नआएपछि उनीहरूले एग्रिडेसन क्यान्सल गर्यो। यो विषयमा यति हो। अर्को क्वालिफिकेसनको विषयमा चाहिँ त्यतिखेर राष्ट्रिय क्वालिफिकेसन भनेको चाहिँ एकजना देशबाट एकजना मात्रै सहभागिता जनाउने हो होइन। सानुमायाले अलरेडी पहिला क्वालिफाइड भइसकेकोले सी डजन्ट निड टु क्वालिफिकेसन फर पेरिसको लागि उसले खेल्न जानु पर्दैन थियो। र त्यो राष्ट्रिय टिमबाट जस्तै को जान चाहन्छ भन्दाखेरि यो पनि सेल्फ फाइनेन्सको कुरा हो यहाँ पनि फेरि। अब त्यतिखेर चाहिँ सोनी मानन्दर यही वर्षा सबिना र एरिकाले हामी चाहन्छौँ हाम्रो सेल्फ फाइनेन्सले हामी खेल्न जान चाहन्छौँ भनेर सबै नेसनल टिमलाई अगाडि राखेर भनेको कुरा हो यो। त्यसो भएपछि हामी 5 जनाले चाहिँ नेसनल टिमको प्लेयर्सले चाहिँ हामी भिजा एप्लाई गर्यौँ र हामी चाहिँ अब समय भ्याउँदैन। समय नभएपछि हामी चाहिँ सिरिजै मलेसियामा चाहिँ सहभागिता नजनाउने भन्ने कुरा भएको थियो होइन। नजनाउने एम्बेसीले टाइम लगाउँछ पासपोर्ट पनि आउँदैन भन्ने कुरा भएको थियो। र त्यस पछाडि सानुमायालाई चाहिँ हामीले सानुमाया पनि नजाने म एक्लै हुन्छु गुरु म एक्लै जान सक्दिनँ नजाने भन्ने उसले पनि कुरा गर्यो। तर मन्डे गुरु र म हामीले चाहिँ होइन सानुमाया एउटा अपर्च्युनिटी पनि हो तिमीलाई अनुभव पनि हुन्छ यसले एकपल्ट खेल न जाऊ भनेर हामीले नै उसलाई भनेर उसले हुन्छ गुरु त्यसो भए भनेर उसले चाहिँ भिजा को लागि चाहिँ हाम्रो सुशील पौडेल भाइलाई चाहिँ अनुरोध गरेको छ दाइ भिजा एप्लाई गरिदिनु भनेर सहयोग गरिदिनु भनेको छ। उसले पनि कुनै शुल्क लिएको होइन। उसले एम्बेसीमा भिजा एप्लाई गरिदिएछ होइन। यो अनलाइन थ्रु गर्ने कुरा हो। त्यही भएको भएर ई भिजा हुन्छ अहिले मलेसियाको स्ट्याम्पिङ गर्दैन र ई भिजाको लागि अनलाइन एप्लिकेसन दिएको रहेछ सुशीलले पनि उसको के अरे सानुमायाको विषयमा। यसरी चलिरहेको थियो। चल्दै हाम्रो बाइ द लक हाम्रो पासपोर्ट चाँडै आयो भनेपछि भिएफएसबाट हामीलाई मेसेज आएको थियो र तपाईँहरूको पासपोर्ट अन द वे टु काठमाडौँ भनेपछि ओहो भ्याउने रहेछ के हो हामी पनि एप्लाई गरौँ भिजा भनेर हामीले सेप्टेम्बर 25मा भिजा एप्लाई गर्यौँ के अरे मलेसियाको ई भिजा। अनि एप्लाई गरिसकेपछि ई भिजा यसो हेरेको नर्मल जस्तो लाग्यो। अनि मैले सानुमायाले सोद्धा होइन गुरु मेरो त भिजा एप्लाई गरिसकेको छ आज भोलि आउँछ होला मेरो भिजा हुन्छ। ल हामी पनि हामीसँग पासपोर्ट थिएन फेरि त्यो चाहिँ ट्रान्जिटमा थियो। अब फ्राइडे आउँछ भनिएको थियो तर फ्राइडे आएन पासपोर्ट। त्यही पनि रिक्स लिउँ न त अब अलिअलि पैसा $30 समथिङको कुरा थियो 30-35 डलर गरौँ भइहाल्छ भइजाउँला नभए पनि नजाउँला भनेर हामीले चाहिँ गरेर हामीले भिजा एप्लाई गर्यौँ। फ्राइडे आयो। फ्राइडे हामीले पासपोर्ट पनि पाएन भिजा पनि पाएन होइन। पासपोर्ट भिएफएसबाट लिनु पर्थ्यो। अब स्याटरडे भयो सन्डे अब बिदाई मन्डेदेखि त सबै अफिसहरू बिदा थियो सरकारी कार्यालयहरू। अनि सदस्यज्यूले चाहिँ सन्डे नै बिदाई गर्नु भन्नुभयो। अनि त्यसपछि मैले सदस्यज्यूलाई चाहिँ हाम्रो पासपोर्ट आएको छैन भिजा आएको छैन के गर्ने त भन्दाखेरि होइन मलेसियाको भिजाको विषयमा म कुरा गरौँला। अनि यतापट्टिको भिजा चाहिँ के यता पासपोर्टको चाहिँ कुरा के हो त भन्दाखेरि होइन मैले मन्डे फ्राइडे आउनु पर्ने हो फ्राइडे आएन मन्डेसम्म आउँछ होला भनेर हामीले चाहिँ सन्डे हामीले फेयरवेल कार्यक्रम गर्यौँ विदाई कार्यक्रम राष्ट्रिय खेलकुद परिषदबाट र नेपाल कराते महासंघबाट। अनि विदाई कार्यक्रमको दिन पनि मैले उहाँलाई एज अ होल टिममै मैले उहाँलाई जानकारी गराएको थिएँ हाम्रो पासपोर्ट आएको छैन भिजा पनि आएको छैन सानुमायाको पनि आएको छैन हाम्रो पनि आएको छैन भन्दा उहाँले डिटेल्स के हो एकजना व्यक्तिको नम्बर दिनुभयो उहाँलाई फरवर्ड गरिदिनुहोस् उहाँले सहयोग गर्नुहुन्छ तपाईँलाई भनेर भन्नुभयो। अनि मैले हामी 6 जनाको जो मलेसिया आउँदैछौँ हामी 6 जनाको चाहिँ सबै डिटेल्स सुशील भाइसँग मागे सानुमायाको र डिटेल्स चाहिँ त्यो मान्छेलाई फरवर्ड गरिदिएँ मैले। अनि गरेपछि फ्राइडे उहाँले चाहिँ के अरे सन्डे आज बिदा र मन्डे हेरौँला भनेर भन्नुभयो होइन। त्यस पछाडि मन्डेको दिन ट्युसडे वेडनेसडे हाम्रो फ्लाइट थियो 1 तारिक फ्लाइट थियो। अनि मन्डे हामीलाई पनि तनाव थियो अब के गर्ने पासपोर्ट पनि छैन भिजा पनि छैन रिक्स त लियो जाने नजाने टुङ्गो छैन। त्यस पछाडि बाइ द वे हामीलाई मलेसियन एम्बेसीबाट थप डकुमेन्ट मागियो त्यो दिन पनि मैले बुझेअनुसार सानुमायाको पनि अघिल्लो दिन फ्राइडे नै के थप उसको ब्याङ्क स्टेटमेन्टको के ब्लर भयो मिलेन ब्याङ्क स्टेटमेन्ट फेरि पठाऊ भन्दा सुशीलले पठाइसकेको थियो। मैले बारम्बार सुशीलसँग चाहिँ करेस्पोन्ड गरिरहेको थिएँ के भइरहेछ उसको भिजा भन्दाखेरि चाहिँ उसले चाहिँ यस्तो यस्तो भइरहेछ गुरु यस्तो भइरहेछ हुन्छ भइरहेकै कुरा हो खासै गाह्रो कुरा होइन भइरहेकै कुरा हुन्छ भनेर भन्नुभएको थियो सुशील भाइले पनि।
अनि त्यस पछाडि मन्डे पनि के थप डकुमेन्ट माग्यो मसँग भएको डकुमेन्ट जस्तै सन्डे चाहिँ हाम्रो खेलकुद परिषदले हामीलाई रेकमेन्डेसन लेटर र ऊहरू बनाइदिएको थियो रेकमेन्डेसन लेटर बनाएको थियो त्योहरू सबै पठाएको थियो हामीले हामीले चाहिँ रेकमेन्डेसन लेटरहरू के पनि हालेको थियौँ जस्ट नर्मली भिजा मात्रै एप्लाई गरेको थियौँ अनि मन्डे चाहिँ त्यो डकुमेन्ट मागेपछि मन्डे हामीले सुशीललाई ल यो खेलकुद परिषद यो डकुमेन्ट छ यस्तो छ भनेर उसलाई पठाइ उसले त्यही अनुसार सबमिट गर्यो हुन्छ ल गुरु आज हुन्छ भने हाम्रो पनि मन्डेको 3 बजे जस्तो लाग्छ 3-4 बजे मात्रै भिजा आएको हैन ट्युसडेदेखि बिदा थियो भिएफएस अनि मन्डे नै हामी भिएफएस गएर पासपोर्ट पनि लिएर आएको त्यसरी हाम्रो चाहिँ मन्डे चाहिँ पासपोर्ट र भिजा मलेसियाको भिजा गरेर वेडनेसडेको हामीले फ्लाइट बनायौं अनि त्यसरी आयो अब मन्डे उसको भिजा नआएपछि हामीलाई सबैलाई तनाव भयो त्यसपछि मैले सदस्यज्यूलाई जानकारी गराएँ यसो भिजा भएको छैन उहाँले आफ्नो तवरबाट मान्छेलाई भन्नुभयो होला हैन भन्नुभयो उहाँले मैले पनि भने त्यो मान्छेलाई जो सदस्य दिनुभएको छ भिएफएस के अरे एम्बेसीमा आफैले पनि फोन गरे सुशील भाइ पनि बारम्बार उसले पनि फोन गरिरहेको थियो र ट्युसडे आयो अब मन्डे भएन ट्युसडे आएपछि ट्युसडे वेडनेसडे हाम्रो फ्लाइट थियो ट्युसडे हामी सबैजनाले चाहिँ बिहानदेखि बेलुकासम्म सानुमायाको भिजाको विषयमा लागिपर्यो भने मैले परराष्ट्रमा हाम्रो भाइ हिक्मत भण्डारी कर्णाटकै भाइ हुनुहुन्छ उहाँलाई पनि सहयोग मागे भाइ यस्तो यस्तो भन्छ सहयोग गर्नु पर्यो भनेर उहाँले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुभयो अब सदस्यज्यूले पनि बारम्बार यो विषयमा भनिदिइराख्नु भएको छ दाउ गुरुले पनि आफ्नो तरिकाबाट भनिदिइरहनु भएको थियो अरे यसै धेरै ठाउँबाट गर्दा पनि एम्बेसीले डिले गर्यो के कारण हो त्यो त अब एम्बेसीमा अब के अरे फ्राइडे भोलि खुल्छ एम्बेसी फ्राइडे आज खुल्छ आज त्यहाँ गएर जानकारी लिँदा हुन्छ सो हामीले यसरी प्रोसेस गर्दाखेरि बारम्बार गर्दाखेरि अब एम्बेसीको आफै के कारण होला उहाँले प्रोसेसिङ डिले गरिदिनु भयो सानुमायाको भिजा आएन ऊ सहभागिता जनाउनु पाएन स्टिल आजसम्म उहाँको आजदेखि टुर्नामेन्ट छ हामी सबैजना एकदम दुखी छौँ उहाँ सहभागिता नहुने विषयमा चाहिँ लिएर हैन र कसको जिम्मेवारी भन्दा पनि अब एम्बेसीले हिजो विगतको दिनमा पनि हामी धेरैजनालाई हामी नेपाली कराते मात्रै नभएर नेपाली खेलकुदलाई धेरैजनालाई एम्बेसीहरूले भिजा दिएको छैन अस्ट्रेलिया होस् अमेरिका होस् क्यानाडा होस् इभन दुबई होस् हैन युएई होस् भिजा दिएको छैन अब यो एम्बेसीले किन भिजा दिएन एम्बेसीलाई थाहा हुन्छ त्यो कुराहरू हामी सबैलाई थाहा छ त्यो कुराहरू विगतमा यस्तो धेरै कुराहरू हामीले बोक्दै आएको कुराहरू हो यो कुरा हैन र अब अर्को कुरा के भने यो 2-4 जना खेलाडी मात्रै लिएर हिँड्छ सहभागिता गराउँछ भन्ने विषयमा पनि अलिकति म यसमा स्पष्ट गराउन चाहन्छु हामीले आह्वान गर्दा यो नेशनल टिमको सबै प्लेयर्सहरूलाई एसेम्ब्लीमा भन्ने गरेछौँ ल तिमीहरूको को इन्ट्रेस्ट होइन भलै फाइनेन्सियल रूपमा सबैजना हामी नेपाली खेलाडी तपाईहरु हामीलाई सबैको अवस्था थाहा छ के छु भन्ने कुरा हामीले भनिराख्नु जरुरी छैन सबैलाई थाहा छ हाम्रो आर्थिक अवस्था के छ भन्ने कुरा र राष्ट्रिय खेल परिषदले सहयोगको विषयमा नेपाल कराते महासंघ सहयोगको विषयमा केही कुराहरू पोजिटिभ कुराहरू गरेको छन् त्यसलाई गरेकै होइन भन्ने चाहिँ होइन तर इनफ छैन भन्ने कुरा हामी सबैलाई थाहा छ र त्यतिखेर पनि जुन सहभागिता विषयमा भन्दा पनि अब यो अहिलेको जुन राष्ट्रिय टिमको खेलाडीहरू मिन्द सबिना वर्षा सन्तोष आलम र एरिकाको विषयमा चाहिँ यिनीहरू किन सहभागिता जनाइरहेछ भन्ने कुराहरूले अलिकति कौतूहल जागिरहेको होला त्यो कुरा चाहिँ के हो भने उनीहरूले पनि कहीँबाट सहयोग पाएको छैन आफ्नै पैसाले मैले सोध्छु यिनीहरूलाई तिमीहरू यत्रो हिँडिरहेछौ कसरी फाइनेन्सियल म्यानेज गरिरहेछौ गाह्रो होला तिमीहरूलाई भन्दाखेरि होइन गुरु अब भन्न अप्ठ्यारो होइन लोन लिएर हिँडिरहेछ खेलाडीहरू अब यतिसम्म आफूसँग भएको मोबाइल पनि होइन कहिलेकाहीँ बेचेर कुनै खेलाडी यो टिमको होइन कुनै खेलाडी गएको भन्ने कुरा मैले सुनेको छु होइन यस्तो अवस्थामा हामी खेलाडीहरू हिँडिरहेछौँ एरिकाको विषयमा चाहिँ राष्ट्रिय खेलकुद परिषदले जुन उसको एसियन गेम्समा उसले सिल्भर मेडल जित्यो होइन सी इज भेरी ट्यालेन्ट प्लेयर नेपाली करातेलाई एउटा उचाइमा पुर्याएको छ उसको विषयमा चाहिँ मिसन 26 सम्म 2026 को एसियन गेम्ससम्म चाहिँ उसको सहभागिता र उसको प्रशिक्षकको सहभागिताको विषयमा चाहिँ राष्ट्रिय खेल परिषदले सपोर्ट गर्ने भन्ने कुरा गरेको विगतको दिनमा गरेको पनि छ तर अब 2-4 वटा गेम जस्तो उज्बेकिस्तानको एसियन च्याम्पियनशिप अथवा श्रीलङ्काको साउथ एसियन च्याम्पियनशिप अथवा मोरोक्कोको प्रिमियर लिग अथवा चाइनाको गेम्स यिनीहरू सबै गेममा चाहिँ एरिका अरूलाई कराते महासंघले 50% गर्दाखेरि पनि कुशल श्रेष्ठ र एरिका गुरुङको विषयमा हामीले 100% पैसा महासंघमा डिपोजिट गराएर गएको छौं जुन चाहिँ पछि आउने आशमा यिनीहरूको पैसा आएको छैन हामीलाई 1 पैसा पनि आएको छैन हैन यो भिडियो मार्फत तपाईहरु सबैले बुझ्नु पनि सक्नुहुन्छ राष्ट्रिय खेलकुदमा बुझ्नु सक्नुहुन्छ
विविध कारणले टेक्निकल कुराहरू होला, तर त विगतका अरू कुराहरू टुर्नामेन्टहरूमा जाँदाखेरि राष्ट्रिय खेल परिषदले टिकट र दैनिक $25 दरले हामीलाई पहिला दिएको थियो। तपाईहरुलाई सबैलाई थाहा छ, $25 विदेशमा बस्न खान, ट्याक्सी भाडा, इन्ट्री फी सबै कुराले इनफ हुन्छ कि हुँदैन तपाईलाई राम्रोसँग थाहा छ, टिकट हो। त्यो बावजुद पनि हाम्रो पर्सनली 50,000 1 लाख रुपैयाँ हरेक ट्राभलमा हाम्रो खर्च भइरहेको छ हैन। एरिकाले विगतको दिनमा पुरस्कार पाएको पुरस्कार रकमहरु सबै यसमा खर्च गरेको उले भनिरहेछ सहभागिताको विषयमा। मैले आफूले जोगाएको पैसाहरू हैन, आफूले सेभिङ गरेको पैसाहरू, मेरो छोरी अमेरिकामा छ सबैलाई थाहा छ, छोरीलाई सहयोग मागेर हिँडिरहेको छु अहिले। तर अब हामीलाई सबै चाहिँ नै हाम्रो ट्राभलमा के गरिरहेका छौं भने जे पनि खर्च हुन्छ, जस्तै मानौ टिकटको आफू पे गर्ने गरिरहेका छौं हैन, बिल दिने गरिरहेका छ, त्यहाँ बिलमा आफू पे गर्ने छ, होटल आएर बस्छौं, होटलको बिल हेरेर सबैजना डिभाइड गरेर बराबर रूपमा गर्ने गर्छौं। खाना ट्याक्सीको चाहिँ कलेक्ट गरेर एक ठाउँ राखेर पछि जोडेर आदि कति छ सबैले यसरी डिभाइड गरेर गर्ने गर्छौं। अनि यिनीहरूलाई मैले भन्छु पनि किन तिमी आफ्नो पैसा गरेर यसरी हिँड्दैछ भन्दाखेरि एशियन गेम्स, अब आउने एशियन गेम्स र साउथ एशियन गेम्स साफ गेमलाई चाहिँ बेस बनाएर भोलिको दिनमा हामीले यो चाहिन्छ, अनुभवको कारणले हामीले खेल्न पाउने हो भनेर उनीहरू चाहिँ आफ्नै पैसा खर्च गरेर ऋणपान गरेर यसरी हिँडिरहेछौँ हामीले हैन। र नेपाली खेलको अवस्था तपाईलाई थाहा छ। र विगतको दिनमा कराते महासंघले अरू खेलाडीलाई 50% गर्दाखेरि हामी चाहिँ एरिगा र म फुल 100% आफैले पे गरेर खेलकुद परिषदले दिने आशमा हामीले यसरी ट्राभल गरिरहेछौँ। अनुभव अब मलाई पनि एउटा एशियन गेममा एउटा गोल्ड मेडल जितोस् न नेपालीले, हामी पनि अरू देशभन्दा के कम होस् भन्ने हिसाबले चाहिँ हामीले एउटा भनौं न दिल ज्यान आफ्नो ऊर्जा शक्ति समय सबै यहाँ फालेर देशलाई केही होस् भनेर लागि परिरहेछौँ हैन। अब अहिलेको सम्मको विषय यो र अर्को पनि क्वेशन रेज हुने गरेछ नेपाल कराते महासंघ वेबसाइट फेसबुकको विषयमा पनि अलिकति। यो वेबसाइट फेसबुकको विषयमा मलाई केही पनि यसको न पासवर्ड थाहा छ, न यसको युजरनेम थाहा छ, न कहिले मैले अपडेट गर्ने गरेको छु। यसको मैले मेरो जानकारी अनुसार यसको पासवर्ड नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा गुरु, महासचिव दाओ गुरुङ गुरु र कोषाध्यक्ष पूर्व कोषाध्यक्ष भनौँ मैले किशोर भट्टराई दाई र एडमिन किशोर भट्टराई कोही मान्छेलाई एडमिन गर्नुभएको थियो, उहाँलाई बाहेक अरूलाई थाहा छैन, उहाँले नै अपडेट गर्ने हो। यो विषयमा मलाई केही पनि जानकारी छैन। र स्पोर्ट डाटाको विषयमा चाहिँ हो नेपाल कराते स्पोर्ट डाटाको विषयमा मलाई जानकारी छ। स्पोर्ट डाटाको विषयमा चाहिँ नेपाल कराते महासंघबाट सिफारिस भएर आएको नामहरूलाई मैले दर्ता गराउने गरेँ, सहजीकरण गर्ने गरेको छु। म यस बापत मलाई नेपाल कराते महासंघ कुनै शुल्क पनि दिएको छैन, मलाई यस बापत कुनै फाइदा पनि छैन, जस्ट मैले नेपाल कराते महासंघ सहयोग गरिरहेको छु यो विषयमा। र अर्को अहिले अब जुन हिसाबले खेलाडीहरूलाई आजदेखि गेम छ, अहिले 2 घण्टा पछाडि एरिकाको गेम छ, बिचराहरू राति म तल लबीमा बसिराख्दाखेरि 2 बजे राति तल झरिरहेको थियो। किन नसुतेको भन्दाखेरि तनाव भइरहेछ, उनीहरूलाई मानसिक तनाव भइरहेछ, यस्तो भइरहेछ, फेसबुकमा उस्तो भइरहेछ, यसरी गरिरहेछ, रातभरि सुत्नु सकेको छैन खेलाडीहरू। यस्तो तनावको बिचमा कसरी खेल्छ होला आजको गेम, तपाईहरु आफै भनिदिनुहोस्। यसको विषयमा अरू खेलाडीहरू त्यस्तै छ, आफ्नो पैसा तिरेर आएको छौँ हामी आफू सबै। र तारा गुरुङको विषयमा जुन क्वेसन निर्णायक ऊ म त जाने, कसैलाई नेपाल कराते महासंघलाई म जान्छु, म सेल्फ फाइनान्स जान्छु भन्दा कसैले रोकेको छ जस्तो चाहिँ मलाई लागेको छैन। दर्ता प्रक्रियामा आउने मान्छेलाई सबैलाई दर्ता गराएको छ भन्ने चाहिँ मलाई लागिरहेछ। र अर्को कुरा अहिले सानुमायाको भिजाको विषयमा यही हो कुरा। अब क्वालिफिकेसनको विषयमा अब फेरि जाँदैछन्, यहाँ पनि सबै आफ्नै पैसा हालेर जाँदैछौँ है। फेरि हजुरलाई क्लियर छ, नेपाल कराते महासंघले सबै खेलाडीको जो सहभागिता विषयमा राष्ट्रिय खेल परिषदलाई सहयोग मागेको छ। अब राष्ट्रिय खेल परिषदले दिन्छ दिँदैन राष्ट्रिय खेल परिषदको कुरा हो, उनीहरूले दियो भने सबै खेलाडीहरूलाई थाहा भइहाल्छ, उनीहरूले के सुविधा पाउँछ। अहिले हिजो अस्ति चाहिँ मलाई नेपाल कराते महासंघ अध्यक्षज्यूले पहिला पनि आउनुभन्दा अगाडि पनि सबै कुराहरू हेरौँ, अहिले चाहिँ नबनिहाला तर केही न केही सहयोग चाहिँ गर्नुपर्छ खेलाडीहरूलाई अहिलेको सहभागिता विषयमा, पेरिसको विषयमा र यहाँको विषयमा केही बिलहरू सबै राखिराखेर केही सहयोग गर्न सकियो भने हामी गर्छौँ भनेर उहाँले जानकारी गराउनुपर्छ। मैले खेलाडीलाई पनि यो कुरा जानकारी गराएको छु। र यही हो, प्लिज तपाईहरुले नेपाल करातेलाई
सोशल मिडियामा लेख्दै गर्दाखेरि हामी धेरैजना करातेबाट आफ्नो जीविका आर्जन गरेको छौँ, धेरैवटा स्कुलमा खेलाइरहेको छौँ, धेरैवटा क्लबहरू सञ्चालन गरिरहेका छौँ। त्यहाँको प्यारेन्ट्सहरूलाई, स्कुलको टिचर्सहरूलाई, अनरहरूलाई यो कुराले कतिको इम्प्याक्ट गर्छ र कराते भोलिको दिनमा आफ्नो बच्चाहरूलाई खेलाउने कि नखेलाउने, आफ्नो स्कुलमा राख्ने कि नराख्ने, यस्तो विवादित भइरहेछ, राख्ने कि नराख्ने भन्ने कुराहरूले असर गर्ला। सम्बन्धित व्यक्तिलाई, सम्बन्धित मान्छेलाई भनिदिनुहोस्, मेसेज गर्नुहोस्, फोन गर्नुहोस्, जो सम्बन्धित हुन्छ। सोशल मिडियामा लेख्नुभन्दा पनि उहाँलाई भन्दाखेरि बेटर हुन्छ। उहाँ पक्कै पनि अहिलेको 21औं शताब्दीमा हरेक कुराको विकल्प छ। इफ इन केस केही भएन भने त्यसको विकल्प अवश्य पनि हुन्छ हैन। अब एक दुईजना व्यक्तिलाई भन्दा पनि सबै म चाहिँ एउटा प्रशिक्षक खेलाडीहरूको विषयमा हेरेर उनीहरूले खेलिरहेछ एउटा नेपाललाई। हामी पनि म पनि 10औं वर्ष राष्ट्रिय टिममा बसेर खेलेँ विगतको दिनमा। हामीले एसियन गेम र 4 वर्षमा एसियन गेम र 2टा के अरे साफ गेम, 2 वर्षमा हुने साफ गेम, त्यो कुहिने 4 वर्षमा हुन्थ्यो। साफ गेम भन्दा कुन अरू अन्तर्राष्ट्रिय सहभागिताको विषयमा हामीलाई न जानकारी हुन्थ्यो न सहभागिता हुन्थ्यो। मलाई जानकारी याद भइहाल्छ 2007 को एसियन च्याम्पियनसिप जुन चाहिँ यही मलेसियामा भयो, त्यसमा नेपाल राष्ट्रिय खेल परिषद नेपाल कराते महासंघ फुल टिम लिएर गएको थियो। त्योभन्दा पछाडि म राष्ट्रिय टिममा हुँदासम्म कुनै पनि अरू टुर्नामेन्ट एसियन च्याम्पियनसिप र साउथ एसियन च्याम्पियनसिप भन्दा म पनि 10-11 वर्षको दौरानमा त्यो मैले थाहा पाइनँ। एटलिस्ट अहिले इन्टरनेटको जमाना छ, सबै खेलाडीहरू हेर्न पाउँछन्, यो टुर्नामेन्ट यहाँ भइरहेछ भनेर सहभागिता जनाउन पाउँछौँ, जनाइ पनि रहेका छन्। यो विषयमा पनि हामी सबैलाई थाहा छ कुराहरू के हो भन्ने कुरा। र प्लिज कृपया तपाईँहरूले फेसबुकमा पोस्ट गर्नुभन्दा अगाडि तमाम लाखौं नेपाली प्रशिक्षकहरू यसबाट गुजारा गरिरहेका छन्, स्कुल डोजर चलाइरहेका छन्, उसको प्यारेन्ट्सहरूलाई, उसको खेलाउने बच्चाहरूलाई यसले नेगेटिभ इम्प्याक्ट पर्छ। अघि मैले भने जस्तै सम्बन्धित व्यक्तिलाई भनिदिनु भयो भने चाहिँ निकास निक्लेला। हेरौँ आज एरिकाको गेम छ, सबैले विशेष गरिदिनु होला। भोलि सबिना र वर्षाको गेम छ, विशेष गरिदिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू।